नेपालको राजनीतिमा एउटा निकै नै भनौँ न अदृश्य किसिमको खेल चलिरहेको छ। आज हामी त्यही रिभर्स ओभरटन गेमको बारेमा कुरा गर्नेछौँ, जसले हाम्रो राष्ट्रको भविष्यलाई नै आकार दिइरहेको हुन सक्छ। सोच्नुस् त, हरेक समाजको प्रगति, त्यसको भविष्य एउटा सानो झ्यालमा निर्भर हुन्छ। हो, सम्भावनाको झ्याल। र यही झ्याललाई खोल्न खोज्ने र बन्द गर्न खोज्नेहरूको सङ्घर्ष नै वास्तवमा देशको प्रगतिको कथा हो। त्यसो भए यो जुन सङ्घर्षको कुरा हामी गर्दैछौँ, यो आखिर कस्तो मैदानमा खेलिन्छ त? यसलाई बुझ्नको लागि सबैभन्दा पहिले हामीले ओभरटन विन्डोको कन्सेप्टलाई बुझ्न जरुरी छ। अब यो ओभरटन विन्डो भनेको के हो त? सिधा भाषामा भन्नुपर्दा यो ती विचारहरूको दायरा हो जसलाई समाजले ठिक छ, यो विषयमा छलफल गर्न सकिन्छ भनेर स्वीकार्छ। यसले के देखाउँछ भने कुनै बेला असम्भव लाग्ने कुरा पनि कसरी बिस्तारै बिस्तारै राजनीतिको केन्द्रमा आइपुग्छ। यो यात्रा एकदमै रोचक छ। हेर्नुस् है, कुनै पनि आइडिया सुरुमा अकल्पनीय हुन्छ, मतलब यो त सोच्नै नसकिने कुरा हो जस्तो। त्यसपछि त्यो अलि कट्टरपन्थी सुनिन्छ, तर समय बित्दै जाँदा त्यही आइडिया स्वीकार्य बन्न थाल्छ अनि लोकप्रिय पनि, र अन्त्यमा त्यो नीति वा कानून नै बन्छ। मतलब हिजो जे असम्भव थियो त्यो आजको यथार्थ बन्न सक्छ। अब यसलाई नेपालसँग जोडेर हेरौँ। यहाँ के भइरहेको छ भने एउटा पुरै नयाँ ऊर्जाले भरिएको पुस्ताले, भनौँ न, त्यो सम्भावनाको झ्याललाई आफ्नो तरिकाले, आफ्नो सृजना र हिम्मतले धकेल्न थालेको छ। किनभने वर्षौंदेखिको जुन राजनीतिक अस्थिरता छैन, जुन गतिहीनता छ, त्यसबाट उनीहरू वाक्क भइसके। र अब उनीहरूले सोचेका छन् कि परिवर्तनको उज्यालो अरू कसैले होइन, आफैले भित्र्याउनुपर्छ। र उनीहरूको लड्ने तरिका पनि फरक छ। उनीहरूका हतियार भनेका ढुङ्गा वा लाठी होइनन्। उनीहरूका हतियार हुन् कला, सत्य र पारदर्शिता। यो लडाईँ सडकमा मात्र सीमित छैन, यो सामाजिक सञ्जालमा छ, सिर्जनामा छ। तर कथामा एउटा ट्विस्ट छ। जब यो सम्भावनाको झ्याल खुल्न थाल्छ, ठिक त्यही बेला एउटा अदृश्य तर एकदमै शक्तिशाली शक्तिले त्यसलाई फेरि बन्द गर्न खोज्छ। हो, यही हो रिभर्स ओभरटन गेम। अब यो रिभर्स गेमको तरिका कस्तो छ भने यसले झ्याललाई धड्याम्म बन्द गर्दैन, होइन, बरु यसले बिस्तारै चुपचाप कुराकानीको मतलब नै परिवर्तन गरिदिन्छ। यो विचारलाई दबाउने होइन, बरु त्यसलाई अर्थहीन बनाइदिने एकदमै चलाख रणनीति हो। यहाँ हेर्नुस् त, यो दुई पक्ष बीचको फरक कति स्पष्ट छ। एकातिर छन् नयाँ विचारहरू जसले पारदर्शिता खोज्छन्, काम भएको हेर्न चाहन्छन्, अनि अर्कोतिर छ यो रिभर्स गेम जसको हतियार नै हल्ला, ढिलासुस्ती र अन्त्यमा मौनता हो। एकदमै दुई फरक दुनियाँ। र यसको मुख्य उद्देश्य के हो भने परिवर्तनलाई गैर कानूनी घोषणा गर्ने होइन, बरु परिवर्तनको माग गर्नेहरूलाई यति धेरै थकाउने, यति धेरै अल्झाउने कि उनीहरू आफैले त्यो मुद्दा बिर्सिउन्। अनि यो कसरी गरिन्छ? मिडियामा हेडलाइनहरू आउँछन्, यी त केटाकेटी छन्, अपरिपक्व सोच हो, आदर्शवादले मात्र देश चल्दैन। यस्ता कथाहरू बनाएर परिवर्तनको आवाजलाई नै हाँसोमा उडाइदिने प्रयास हुन्छ। त्यसैले एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ। आजको समयको नियन्त्रण पुरानो जमानाको तानाशाही जस्तो देखिँदैन। यो बन्दुक लिएर आउँदैन, यो त ढिलाइको भेषमा आउँछ, भ्रमको रूपमा आउँछ, र अन्त्यमा सबैलाई चुप्प लगाइदिने मौनताको रूपमा आउँछ। ल, यस्तो अवस्थामा के गर्ने त? यो अदृश्य खेललाई कसरी सामना गर्ने? त्यो झ्याललाई खुला कसरी राख्ने? अब यसको जवाफ खोजौं, अर्थात् प्रतिरणनीतिहरू के हुन सक्छन्? यो प्रश्न निकै महत्त्वपूर्ण छ, होइन त? यदि खेल नै दिमागमा, सोचमा खेलिन्छ भने त्यसको सामना कसरी गर्ने? भ्रम फैलाएर जित्ने रणनीतिलाई कसरी हराउने? र जवाफ आक्रोश वा रिस होइन, जवाफ हो जागरूकता, चेतना। सबैभन्दा पहिलो र सबैभन्दा शक्तिशाली कदम भनेको के हो भने यहाँका यस्तो खेल पो चलिरहेको रहेछ भनेर छिन्नु हो। यसको एउटा राम्रो उपाय हो सत्यलाई नै ट्रेन्ड बनाइदिने। सोच्नुस् त, जब हल्लाको ठाउँमा तथ्यहरू भाइरल हुन थाल्छन्, जब पारदर्शिता नै ट्रेन्डिङ टपिक बन्छ, तब भ्रम फैलाउनेहरूको खेल आफै कमजोर हुन्छ। अनि अर्को कुरा, इमानदारीलाई फ्यासन बनाउने।
मतलब जब हामी इमान्दार मान्छेहरूलाई, सिद्धान्तमा अडिग रहनेहरूलाई सम्मान गर्न थाल्छौं, उनीहरूको कामको प्रशंसा गर्छौं, तब त्यो कुरा समाजको लागि एउटा स्टाइल बन्छ र यसले अरूलाई पनि त्यस्तै बन्न प्रेरित गर्छ। किनभने अन्त्यमा गएर यो कुनै सामान्य राजनीतिको लडाईँ मात्रै होइन, यो त राष्ट्रको साससँग जोडिएको कुरा हो। ओभरटन विन्डो भनेको राष्ट्रले फेर्ने सास जस्तै हो। जब यो झ्याल खुल्छ, देशले सास फेर्छ, जीवन्त हुन्छ। तर जब यो बन्द हुन्छ, देश निसासिन्छ। त्यसैले सन्देश एकदमै सरल र स्पष्ट छ। जस्तोसुकै चुनौती आओस्, जतिसुकै कठिन होस्, सम्भावनाको त्यो झ्याललाई खुला राखौं, किनकि हामी सबैलाई थाहा छ, नयाँ नेपालको उज्यालो भित्रिने ठाउँ त्यही एउटा झ्याल हो।